हेलो एभ्रिवान, फेरि पनि सबैजनालाई नयाँ वर्षको शुभकामना सहित आजको भिडियोको सुरुवात हुन्छ फेरि हाम्रै रुम आँगन बाहिरदेखि। आजको हाम्रो नयाँ वर्षको प्लान थियो सबैजना मिलेर उता घुम्न जाने प्लान थियो। त्यसैले फर्स्ट अफ अल त हामीहरू ब्याङ्कतिर जानुपर्ने हुन्छ किनकि पैसा खर्ची निकाल्नको लागि। हामीसँग डाइरेक्ट एटिएम भएको कारणले हामी चाहिँ उता ब्याङ्कमा नगएर डाइरेक्ट एटिएममा गएर एटिएमदेखि पैसा निकाल्नुपर्ने हुन्छ। त्यसपछि म एटिएमभित्र छिर्छु पैसा निकाल्नको लागि। एटिएम कार्डलाई चाहिँ एटिएम मेसिनभित्र राख्नुपर्ने हुन्छ। लगत्तै म मेरो एटिएम पिन हानेर पैसा तान्नको लागि प्रोसेसलाई अघि बढाउँछु। फर्स्ट अफ अल त मैले यो भिडियो बनाउँदै गर्दा मेरो आमालाई लास्टै मिस गरिरहेको छु किनकि मेरो घरको ब्याकग्राउन्डमा सबैभन्दा बढी सपोर्टर भनेकै मेरो आमा हुनुहुन्छ। हिजो बिहान घरतिर कल गरेर आमालाई भनेको नयाँ वर्षको खर्ची छैन भनेर हिजो साँझसम्म पैसा राखिदिनु भयो कि। फाइनेन्सियल सिचुएसन मात्र नभएर कि हरेक कुरामा सपोर्टर हुनुहुन्छ कि मेरो मम्मी। जे जस्तो भए पनि लिभ दिस टपिक, अब म चाहिँ आफ्नो प्रोजेक्टतिर लाग्नुपर्ने हुन्छ। मसँग भएको जे हेलो एभ्रिवान, फेरि पनि सबैजनालाई नयाँ वर्षको शुभकामना सहित आजको भिडियोको सुरुवात हुन्छ फेरि हाम्रै रुम आँगन बाहिरदेखि। आजको हाम्रो नयाँ वर्षको प्लान थियो सबैजना मिलेर उता घुम्न जाने प्लान थियो। त्यसैले फर्स्ट अफ अल त हामीहरू ब्याङ्कतिर जानुपर्ने हुन्छ किनकि पैसा खर्ची निकाल्नको लागि। हामीसँग डाइरेक्ट एटिएम भएको कारणले हामी चाहिँ उता ब्याङ्कमा नगएर डाइरेक्ट एटिएममा गएर एटिएमदेखि पैसा निकाल्नुपर्ने हुन्छ। त्यसपछि म एटिएमभित्र छिर्छु पैसा निकाल्नको लागि। एटिएम कार्डलाई चाहिँ एटिएम मेसिनभित्र राख्नुपर्ने हुन्छ। लगत्तै म मेरो एटिएम पिन हानेर पैसा तान्नको लागि प्रोसेसलाई अघि बढाउँछु। फर्स्ट अफ अल त मैले यो भिडियो बनाउँदै गर्दा मेरो आमालाई लास्टै मिस गरिरहेको छु किनकि मेरो घरको ब्याकग्राउन्डमा सबैभन्दा बढी सपोर्टर भनेकै मेरो आमा हुनुहुन्छ। हिजो बिहान घरतिर कल गरेर आमालाई भनेको नयाँ वर्षको खर्ची छैन भनेर हिजो साँझसम्म पैसा राखिदिनु भयो कि। फाइनेन्सियल सिचुएसन मात्र नभएर कि हरेक कुरामा सपोर्टर हुनुहुन्छ कि मेरो मम्मी। जे जस्तो भए पनि लिभ दिस टपिक, अब म चाहिँ आफ्नो प्रोजेक्टतिर लाग्नुपर्ने हुन्छ। मसँग भएको जे